हेलो गाइस यसमा विजय अब म चाहिँ ब्लगर बन्न लागिरहेको यता देखिन्छ गाउँघरको झोला चाहिँ यस्तो हुन्छ अब यहाँ अब बारीतिर के कस्तो छ अब तरकारी अथवा केही छ भने म अब टिप्छु र अवलोकन सबै भिडियो गराउँछु आमाले चाहिँ अब यहाँ भाँडामा छु भन्नुभयो त्यसपछि म चाहिँ अब प्रस्थान गर्न गइरहेको छु देख्नुहुन्छ घाँसको बारी पुग्यो यहाँ चाहिँ घाँस काट्दै हुन्छ उहाँले त्यसपछि यहाँ चाहिँ सुन्तलाको बुढो म 2-3 गतितिर जान्छु त्यसपछि देख्नुहुन्छ मेरो आउटपुट त्यसपछि यहाँ सुन्तला देख्न सक्नुहुन्छ प्रशस्त मात्रामा सुन्तला फलिरहेको छ त्यसपछि यतातिर बेलौती यो बुढामा बेलौती रहन्छ सुन्तला पनि रहन्छ यतातिर अहिले चाहिँ नयाँ नयाँ बुढा भएर होला सुन्तला त अहिले त फलेन त म चाहिँ धेरै मतलब 1 वर्षपछि आइसकेँ यहाँ देख्न सक्नुहुन्छ यो लाइनमा चाहिँ सुन्तला कागती केही फलेर हिँड्छ कागतीको बुटो चाहिँ यहाँ पनि देख्न सक्नुहुन्छ तर यहाँ चाहिँ हाम्रो बारी रहेको छ ठ्याक्क त्यसपछि म चाहिँ अब सबै भिडियोहरू अन्त्यसम्म देखाउँछु हजुरलाई यहाँ के कस्तो छ म चाहिँ अहिले रैनादेवी 6 र गाउँपालिका 2 मा रहेको छु म यतिदेखि सुरु गर्छु नि त्यो कागती यतापट्टि कागती फलेर हिँड्छ देख्नुहुन्छ यहाँ कागती फलेको छैन त्यसपछि सुन्तला चाहिँ देख्न सक्नुहुन्छ यस्तो राम्रो राम्रो सुन्तला लछप्पै फलेको छ गाइस सुन्तला खानी भए आउनु है रैनादेवी 6 र गाउँपालिकामा त्यसपछि यता चाहिँ गिठा फलिरहेको छ गिठा यता सुन्तला देख्न सक्नुहुन्छ सुन्तला यो चाहिँ फाइनली मैले एउटा गिठा भेटाएँ देख्न सक्छु त्यसपछि मैले यो झोलामा राखिदिएको त्यसपछि म यतापट्टि एउटा अलि बाटो अलि खराब छ तर म यतिबाट जान्छु केही छैन हजुरलाई म अपडेट दिन्छु देख्न सक्नुहुन्छ सुन्तला देख्नुकै पहिला सुन्तला नि त झोप्पोको झोप्पो फलिरहेको छ अर्डर चाहियो भने सम्पर्क गर्न सक्नुहुन्छ म नम्बर हालिदिने छु त्यसपछि म यता अगाडि बढ्दै क्रममा यता देखिरहेको छु यता चाहिँ यो गिठो लागेको बाँस अथवा दाउराको त्यो ढलिसकेको रहेछ तलपट्टि गिठाउन सक्छन् हेर्दै अवलोकन गर्दै हिँडिरहेको छु कुरो चाहिँ एकदम छ तर लाग्छ भने डरले म फेरि अलि तर्केर हिँडिरहेको छु यो बुटामा चाहिँ खासै सुन्तला रहन्छ किनकि यो गिठाको झालले गर्दा अलि भइन्छ तर 1 वर्ष अगाडि कागती लगाएको यहाँ करिब 200 बुटा जति अबको 2-3 वर्षमा फेरि प्रशस्त मात्रामा कागती हुनेछ र म सबै देखाउँछु अन्त्यसम्म हेर्नुको लागि त गाइस त्यसपछि यो सुन्तलाको बुटो त्यसपछि यता सुन्तला अहिले त्यति साह्रो छैन होइन तर सुन्तला यस्तो खसिरहेको छ यस्तो त अब के काम लगाएर त्यसपछि यहाँ कागतीको बुटो देख्न सक्नुहुन्छ एकदम ठुल्ठुलो भइसकेको छ कागतीको बुटो चाहिँ तर फलेको छैन माथिपट्टिको साइड तर यहाँ चाहिँ सुन्तला देख्न सक्नुहुन्छ सुन्तला भने फलिरहेको छ कुनै कुनै बुटा भने फलेको छैन नत्र फलिरहेको छ यहाँ चाहिँ हाम्रो गिठाको झाल हो गिठा झरेछ कि भनेको झरेर रहेछ गिठा त देख्न सक्नुहुन्छ यहाँ त गिठा प्रशस्त मात्रामा झरिरहेको छ म चाहिँ अब यो लिएर गएर साँझको खानाको लागि एकदम उपयुक्त हुन्छ नि त एकदम मिठो एकदम हेल्दी फुड भनेर चिनिने गिठो मतलब यो झाल एकदम चुटिसकेको रहेछ कि सबै गिठाहरू तल झरिरहेको छ तर कुरो पनि छ अलि ख्याल गरेर गर्नुपर्ने हुन्छ मैले तर एउटा चाहिँ टिपिदिएको ल मैले भिडियो हेरेपछि मलाई माइन्ड नगर्नु होला टिपिदिइसके त त्यसपछि म चाहिँ फेरि अगाडि बढ्छु अगाडि तर त्यति साह्रो केही छैन कागती बुटाहरू छन् कागती देख्न सक्नुहुन्छ तर अहिले चाहिँ फिलहाल फलेको छैन म फेरि यता फेरि मोड्न चाहेँ म चाहिँ अब
कागतीको बुटालाई अलि डिस्टर्ब गर्ने हिसाबले म चाहिँ साइडबाट हिँड्न लागिरहेको छु। त्यसकारण म फेरि पनि यतालाई देखाउन चाहन्छु कि यहाँ चाहिँ यो सुन्तलाको बुटा कागतीको बुटाखेरि 200 बुटा लगाए पनि तर अहिले चाहिँ बुटा ठुला भएर फल्न त फलेको छैन। त्यही नै तलतिर फलेको कि पनि सुन्तला देख्न सक्नुहुन्छ। यता फेरि सुन्तला चाहिँ प्रशस्त मात्रामा फलेको। यहाँ चाहिँ सुन्तला यो सुन्तला एउटा पाके जस्तो लाग्यो। टिपेर चेक गरौँ कस्तो रहेछ भन्ने कुरा है त। अब क्यामेराम्यान र क्यामेराम्यान र फोक्नेम्यान सबै एउटै म आफै भएको कारणले अलि डिस्टर्ब भएकोमा क्षमा चाहन्छु। यहाँ चाहिँ सुन्तला देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो सेबीको चाल र उतातिर पनि देख्न सक्नुहुन्छ सुन्तला कागतीको बुटाहरू छन्। तर म यहाँबाट अब तल झर्छु। तल झरिसकेपछि अरूको उतापट्टिको फेरि म अहिले आउँदाखेरि गर्छु, भिडियो गराउँछु त। अहिले त म यतैबाट सुरु गर्छु। तर यो बाटो चाहिँ एकदम गजबको खालको डोट्ने चान्स हुन्छ बेसरी, तर सम्हालेर हिँड्नुपर्ने हुन्छ। तर म चाहिँ फेरि आइसकेँ। कागती देख्न सक्नुहुन्छ। यो बुटोमा अलिअलि फलिरहेको छ। तर यता पनि कागती लगभग फल्न सुरु भइसकेको छ देख्न सक्नुहुन्छ। कागती फेरि झरेर यस्तो भइसकेको छ। कागती चाहिँ युज गर्न मिल्यो नि त झरे पनि। त्यसैले म अलि तलबाट यसरी टिप्दै कागती टिपिरहेको छु। यो चाहिँ हाम्रो बारीको टुर जस्तै भनौँ हजुरहरूलाई। कागती चाहिँ निकै यता त निकै झरिरहेको छ देख्न सक्नुहुन्छ। यो बुटोमा निकै झरेको रहेछ। तर अलिकति कोही पनि छ। यतापट्टि त धेरै झरेछ देख्न सक्नुहुन्छ। कागती अहिले धेरै झरेछ। त्यही पनि अब झरेको कागती म चाहिँ घर लिएर जान्छु। कागतीमा अलि मोल नपुगेको हो कि के भएन, त्यही भएर धेरै झरेको छ। किन कागती झर्नुको रिजन के हो प्रक्रिया दिनु होला। तर मैले यता कागती देखेर आएको भुइँमा म यहाँ सुती अब कागती टिप्न लागेको छु। यतातिर मैले देखेको थिएँ कि कागती यतापट्टिको साइड। यता त छैन नि, यता छैन, यहाँ छ कागती। यो बुटामा धेरै झरेरहेछ कागती। किन झरेको भन्ने कुराहरू मलाई त्यति थाहा भएन। म कृषिको विद्यार्थी पनि होइन, त्यसकारण प्रतिक्रिया दिनु होला। र यहाँ चाहिँ कागती धेरै झरेर चाहिँ यसको लागि कसरी हामीले सुरक्षा मतलब कागती कसरी झर्नबाट बचाउन सकिन्छ त्यो चाहिँ भनिदिनु होला। झोलामा पनि यति भइसक्यो। यहाँ पनि देख्न सक्नुहुन्छ कागती त निकै धेरै झरिरहेको छ। कागती त के हो यस्तो कागती झरिरहेको छ त। कागती त निकै झरिरहेछ देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो राजु दाइसिम पुगोस्, किनकि उहाँ नै हाम्रो राजु दाइ मतलब कृषिको। र यो मैले टिपेको होइन, यो सब भुइँबाट टिपेको भन्ने यो भिडियो मार्फत देख्नु होला भन्ने म भन्न गइरहेको छु। तर यो माटो मुनि नै पुरिरहेछ। तर यो कागती चाहिँ देख्न सक्नुहुन्छ फलिरहेको छ। मलाई अब विगत 1-2 वर्षमा एकदम मस्त तरिकाले कागती फल्छ जताततै। यतापट्टि फेरि सुन्तला रहन्छ, त्यतै कागती पनि यता कागती फलेको रहन्छ। त्यसपछि
यता सुन्तला अलिअलि छ। कागती फेरि यता त्यति धेरै रहन्छ यता कागती, तर यो सानो बुट्टामा चाहिँ कागती फलेको रहेछ। देख्नुहुन्छ पहिला चाहिँ हामीले यो सुन्तला खाऊँ है त। सुन्तला टेस्ट गरौँ, यहाँको गाउँको लोकल सुन्तला, मतलब कुनै दबाई नहालेको एकदम। देख्नुहुन्छ हाम्रो यो बारी तिनवटा लाइन छ यहाँ, 1 2 3 4 चारवटा लाइन छ। सरी एउटा यहाँ, त्यहाँ माथि, त्यसपछि अझै माथि माथि। देख्नुहुन्छ यहाँ सुन्तला चाहिँ एकदम मस्त तरिकाले फलिरहेको छ। कुनै बुट्टामा कुनै बुट्टा फेरि रोग लाएर यस्तो भइसकेको छ। सुन्तला देख्न सक्नुहुन्छ। अब म चाहिँ यो खाएर रिभ्यू लिन्छु। एकदम मिठो गुलियो भइसकेको छ गाइस। कसैलाई सुन्तला चाहिन्छ भने म नम्बर दिन्छु, सम्पर्क गर्नु र त्यहाँ अर्डर लिनु होला। मतलब धेरै अर्डर लिनु होला। अब फेरि हामीले अब डेलिभरी गर्न असम्भव हुन्छ, त्यसकारण बुटो यस्तो भए तापनि कागती चाहिँ फलिरहेको छ। सुन्तला देख्न सक्नुहुन्छ। कागती झर्नुको रिजन के हो? कागती झर्नुको रिजन के हो मलाई यसो प्रतिक्रिया दिनु होला। तर यहाँ पनि धेरै झरेको छ। खासमा यो कागती झरेको कि त हावा लगाएर होला, कि त धेरै मतलब पाकेर के एकदम पहेँलो भयो नि त अझै चाहिँ यहाँ। त्यसको साथसाथै यता माथिपट्टि पनि एउटा किचिरो रहेछ, तर त्यसलाई छोड्यौँ। तर कागतीको बुट्टा चाहिँ देख्नुहुन्छ ठुल्ठुलो भइसक्यो। कागतीको बुट्टा फल्न पनि उत्तिकै फलिरहेको छ। केही होइन, अबको 1-2 वर्ष त्यसपछि कागती खेती प्रशस्त हुन्छ। तर अहिले पनि छ कागती एकदम देख्न सक्नुहुन्छ। यस्तो एकदम राम्रो। अर्डर चाहिन्छ मतलब 1 क्विन्टल 2 क्विन्टल 50 किलो चाहिन्छ भने सम्पर्क गर्नु होला। म चाहिँ नम्बर छोडिदिने छु हजुरहरूलाई। तर कुनै बुट्टा फेरि राम्रो भएको छैन, कुनै बुट्टा अलि नराम्रो भएको छ। तर फल्न चाहिँ धेरै 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 उस बुट्टामा फलिरहेको छ। तर अबको 1-2 वर्षमा सबै कागतीहरूमा कागती फल्ने हो। देख्नुहुन्छ मैले त सब टुर गराइसकेको छु हजुरलाई। देख्न सक्नुहुन्छ यहाँ कागतीको झोपो देख्नुहोस् कसरी फलिरहेको छ। कागती देख्न सक्नुहुन्छ नि त। यस्तै गरी विगत अब 1-2 वर्षमा एकदम लिचिप्प लछप्प तरिकाले फल्छ। कागती निकै झरेर रहेछ। यतापट्टि सायद हिजो दाइ आउनु भएको थियो, तर यता आउनु भएन होला, त्यसकारण मैले धेरै भेटेँ कागती। दुई 200 बुट्टा भन्दा पनि धेरै बुट्टा रहेछन् कि अहिले। मलाई चाहिँ थाहा भएन 200 बुट लगाएको जति भन्ने अनुमान थियो। देख्न सक्नुहुन्छ यतापट्टि नि फलिरहेको छ कागती, यतापट्टि नि फलिरहेको छ। मतलब लगातार जताततै फलेको हो कागती। यो चाहिँ हाम्रो बारीको टुर। हाम्रो यता माथिपट्टि नि कागती रहेछ कि सुन्तला बुट्टे रहेछ। तर हजुरलाई कागती चाहियो, सुन्तला चाहियो भने सम्पर्क गर्नु होला। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो 3टा बुट्टा मध्ये एकदम राम्रो, तर निकै तल झरिरहेको छ। देख्नुहुन्छ यहाँ एकदम तल झरिरहेको छ।
यसलाई म टिपेर अब घर लिएर जान्छु। तर मलाई चाहिँ गलत नसम्झिनु होला, किनकि म यो बुट्टाबाट टिपेको छैन, धन्नै लडेको ल। फेरि अब म नि गाउँमै हुर्किन त होइन, फेरि सहरको मान्छे फेरि गाउँमा गएर यस्तो गर उस्तो गर नभनिदिनु होला। निकै यता फेरि कागती त देख्न सक्छु, यता प्रशस्त मात्रामा झरिरहेका छन्। यो चाहिँ म सब टिप्छु। यो 3टा बुट्टा चाहिँ एकदम मस्त फलिरहेको छ, देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो घाँस अथवा बनमारा, कुरो, बेसार छ। यतापट्टि चाहिँ म अब फेरि यो झरेको कागती टिपौँ भनेर तल छिर्न लागेको छु। तर काँडाले नउभियोस्, सुती भानी भित्र छिर्नु पर्यो। देख्नुहुन्छ यस्तो तरिकाले झरेको क्या कागती। बुझ्नुभयो कति फल्यो होला बुझ्नु न आफै। कसैलाई अर्डर चाहिन्छ, अचार बनाउन छ, फ्याक्ट्रीमा चाहिन्छ भने सम्पर्क गर्नु होला। एकदम सुपथ मूल्यमा हजुरहरूलाई हामी दिनेछौँ। कागती देख्न सक्नुहुन्छ, कागतीको अलि भाउ नपरेको कारण कागती अलि धेरै खसी छ। तर मलाई कागतीको काँडाले पछाडिबाट घोचिरहेको। त्यसपछि देख्न सक्नुहुन्छ कागती चाहिँ यति भइसक्यो क्या, देख्नु हेर्नु न। अब अहिले आमाले गएर मलाई भन्नु नि ल, काँडा टिपेर लिएर आइस यति कागती भनेर गाली हुन्छ होला। तर मैले यो भिडियो मार्फत उहाँलाई त बुझाउन सक्छु नि त, फेरि कागती मैले टिपेको होइन खसीको लिएर आएको भनेर। त्यही पनि आमाहरूले फेरि अलि बुझ्नुहुन्न के, त्यसै कारण अलि आपत पर्छ। कागती चाहिँ एकदम ठुल्ठुलो पाकेरै झरेको जस्तो मलाई महस आछु। काँडो गोबो गाइज, म चाहिँ यतापट्टिबाट बाहिर निक्लिन्छु। यसले गर्दा भारी भयो कि मेरो शरीर। कागती चाहिँ अझै छ कि उतापट्टि देख्नुहुन्छ। यो सबै टिपौँ न त, किन खेर फाल्ने र होइन। कागती पेलेर रस निकाल्यो भने त भइहाल्यो, किन खेर फाल्ने। घर लगेर त खाना पाइयो नि त। म चाहिँ अब यो झोलालाई यसो साइड गराउँछु, यतापट्टि राख्छु। झोला इन्टरनेसनल झोला यो गाइज, एकदम महँगो पर्छ। तर हजुरहरूले किन्न सक्नुहुन्न होला। तर म पनि यहीँ भुइँमा बसिदिएँ। म चाहिँ अब सुती टिप्न लाग्छु गाइज। कागती देख्न सक्नुहुन्छ, कागती प्रशस्त मात्रामा यहाँ भुइँमा झरिरहेको छ। तर यहीँ झरेको कागती चाहिँ लगभग 5-6 किलो हो के। बुट्टामा हेर्नु न, बुट्टामा कति छ, आफै अनुमान लगाउनु न यहाँ कागती कति छ भन्ने कुराहरू। तर एकदम लोकल, हजुरहरूलाई चाहिन्छ, एकदम विश्वास लाग्छ भने हामीलाई सम्पर्क गर्नु होला। कन्ट्याक्ट नम्बर चाहिँ मैले बायोमा राखिदिनेछु, त्यसैबाट हेरेर अर्डर लिनु होला। तर साथै अब हजुरहरूले लामो समय अर्डर लिन चाहनुहुन्छ भने सम्पर्क पनि गरिरहनु होला। हजुरहरूलाई हामीले हाम्रो बारी अवलोकन गराएर ताजा टिपेर दिनेछौँ है त। तल अब निकै तल त गएका त अब म देख्न सकेन। यता अलिकति अलिअलि छ, यो टिपेर म जान्छु। अब यो पछाडि काँडाले गोपिसक्यो कि मलाई डिस्टर्ब गर्यो काँडाले। अब काँडो भनेपछि त अभियसली गोम्निजो भयो होइन। तर कागती चाहिँ निकै झरेछ कि। हिजो दाइ आएर पनि दाइले हेर्नु भएन होला सायद। तर यो भिडियो चाहिँ राजु कोइरालासम्म पुगोस्। उहाँले चाहिँ यो बारीभरि उहाँले लगाउनु भएको। उहाँ चाहिँ कृषिको ठुलो मतलब बागनसगारी गाउँपालिकामा काम गर्नुहुन्छ कृषिको। र यो चाहिँ कागतीको लागि उहाँले केही न केही उपाय
ल्याउनुहुन्छ भन्ने आशा गरौँ। कागती चाहिँ देख्न चाहिँ यति भइसक्यो। अब म चाहिँ यहाँ निक्लिन्छु थोरै यसो साइड लगाएर। तर माथिबाट काँडाले गयो म यसो भिडियो बन्द गर्छु है त। म चाहिँ अब निस्किन लागिसकेको छु, घरतिर अब लागिसकेँ। देख्नुहुन्छ मेरो हालत कस्तो भयो गर्मीको कारणले। त्यहाँ चाहिँ अब घर आइसक्यो। घर चाहिँ यही हो, जस्तो घर भए पनि खुसी हुन सिक्नुपर्ने हुन्छ है त। म चाहिँ अब आमासिम जान्छु, निकै थकेँ ल। बाहिरतिर गएर यत्रो कागती लेख्दाखेरि एकदम घनबार कस्तो भइसक्यो। त्यहाँदेखि आमाले चाहिँ यता काम गरिदिन्छ र उहाँले चाहिँ त्यहाँ लिप्दै हुन्छ। तर लिपिरहनु भएको भएर त्यहाँ मैले फेरि यतापट्टि यो अलि यतापट्टि थियो, तर स्पेस गराउनुको लागि यतापट्टि गराएँ। त्यही हो, देख्न सक्नुहुन्छ म चाहिँ अहिले आइसकेँ। तर कागती चाहिँ यो सब झरेको कागती हो न। यो झरेको कागती मेरो युट्युब च्यानलमा हेर्नु होला। फुल भिडियो यहाँदेखि गएदेखि आउनेसम्म फुल भिडियो वाच गर्नु होला। टिपेको चाहिँ होइन, राख्दै भिडियो हेर्नु होला। मलाई नराम्रो नसोच्नु होला। एकदम गर्मी भएको छ। अलिअलि गिठा भेटायो यो झरेको। अनि यो कागती यही हो है त। तर यहाँ चाहिँ अझै एउटा गिठा परेछ ल है त। बाई बाई गाइस। मलाई माया देखाइदिनु होला युट्युब, टिकटक, फेसबुक, इन्स्टातिर।